स्वदेश तथा विदेशमा बस्नुभएको आमा-बुबा, दाजुभाइ, दिदीबहिनीहरूलाई 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। कुनै दाजुभाइ, दिदीबहिनीहरू विदेशमा होला, कुनै मान्छेहरू स्वदेशमा होला। स्वदेशमा बस्नुभएको आमा-बुबा, दिदीबहिनीहरूले सबैले राम्रोसँग दसैँ मनाउनु होला। मेरो हार्दिक हार्दिक दसैँको शुभकामना हजुरहरूलाई। हामी त परदेशी पऱ्यो, हामी पनि कुनै दिन आउला। यो सालमा त यस्तै पऱ्यो, अर्को सालमा हामी पनि आउला, सँगै दसैँ मनाउला। यो हामी परदेशी जिन्दगीमा यस्तै हो। दसैँ भने कुरो, तिहार भने कुरो थाहा हुँदैन रहेछ। विदेशमा बस्नुभएको सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूले पनि राम्रोसँग मनाउनु होला दसैँ तिहार। दसैँ तिहार टिका निधारमा टिका लगाए भन्दैमा मनाउने होइन कि आफ्नो मनैदेखि मनाउनुपर्छ। सबैलाई हार्दिक मङ्गलमय शुभकामना। 2082 सालको सबैजनालाई नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई मेरो तर्फबाट हार्दिक मङ्गलमय शुभकामना है। सबैले राम्रोसँग दुर्गा भगवानले रक्षा गरोस् सबैलाई।